आज अन्डा पार्दै गरेको हाँस मर्यो जान्नको लागि हेर्नुहोस् मेरो फुल भिडियो। हेलो गाइस, स्वागत छ आजको मेरो फेरि पनि छोटो मिठो मिनी ब्लगमा। आज फेरि पनि मेरो बिहानीको सुरुवात भइसकेको छ आज चाहिँ। अनि मेरो बिहानीको सुरुवात फेरि पनि के जहिले पनि है एउटै काम हुन्छ भनेर नभन्नु होला है, दिनकै के है देखिँदा पनि नदेखिने तर रेगुलर गरिराख्न पर्ने के है यो काम पनि। अनि आज मेरो सुरुवात भएको छ चियाबाट। मैले चाहिँ चिया बसालेँ अनि हजुरबुवाले हेर्दै हुनुहुन्थ्यो। हाँस खोल्दाखेरि त हाँस मरेको के, राति राम्रै हुलेको हाँस पनि बिहान उठ्दाखेरि त मरेको। हेर्नुहोस् न आएँ फेरि पनि भान्सातिर साथीहरू। अब मैले चाहिँ मेरो चिया पनि मैले बसालेर गएको थिएँ नि त, मेरो चिया यहाँ पनि रेडी छ। अनि अब म यहाँ चियाहरू हालेर सबैजनालाई दिन्छु। अनि मेरो चाहिँ बिहानीको काम सधैँ यस्तै हुन्छ, अरूले कसरी भ्याउनुहुन्छ आई डोन्ट नो, तर म चाहिँ दिनकै खाना पकाउँदा बाबुलाई छोड्दा यताउता गर्दा मेरो काम यतिमै ठिक हुन्छ। मैले दिएँ सबैलाई चिया। अनि हाम्रो घरमा चाहिँ जहिले पनि बिहान चाहिँ चिया खानुहुन्छ। अनि म लागेँ फेरि भात पकाउनतर्फ, खाना पकाउने अब। अनि मैले चाहिँ आज दाल चाहिँ मैले बसाइसकेको थिएँ नि त। हाम्रो घर प्रायः जस्तो बिहान पख चाहिँ दाल जसरी नि पाक्छ नै पाक्छ, किनकि अनि दाल खानु नै हुन्छ हाम्रो घरमा। अनि मैले यहाँ भात पनि बसाइसकेँ। ल हेर्नुहोस् मेरो नानी पनि यत्तिकैमा उठिसकिन्। अनि उठेर मैले नानीलाई डिटो पनि बनाइसकेँ। ल हेर्नुहोस् मैले फेरि अनि अब खानाहरू बनाएर पनि मैले बाबुलाई दिएँ। अनि म लागेँ बाबुको नास्ता बनाउनतर्फ, किनभने बाबुको आज स्कुल हो नि त। अनि आज पुरी र दही लग्छु भन्दै थिएँ। अनि मैले पकाइदिएँ पुरी रोटी। बाबु चाहिँ खानामा एकदम न्याङ 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 गर्ने के, जे भन्यो त्यही बनाइदिन्छु त्यही भएर। अनि मैले बाबुको टिफिन रेडी बनाइदिइसकेँ। अनि ल हेर्नुहोस् मेरो बाबुले आज बाई बाई गरेछ, आज उसको मन छ नि त। अनि बस पनि आइसक्यो, मेरो बाबु स्कुल गइसक्यो। ल हेर्नुहोस् साथीहरू म लागेँ फेरि पनि घरको कामतर्फ। यो भाँडा चाहिँ बिहानैको हो, अझ दिउँसोको भाँडा, अझ खाना पकाएको भाँडा चाहिँ अझै भएको छैन। अनि त्यसपछि म लागेँ झाडु पोछातर्फ, किनभने मैले बिहान झाडु मात्रै लगाएको थिएँ, पोछा लगाएको थिएँ। तर मलाई पोछा नलगाउन्जेलसम्म चाहिँ घर सफा भएको जस्तो मलाई लाग्दैन कि साथीहरू। अनि मेरो छोरी सुताएर म छिटो लागेँ। नानीको जाउलो पकाउनुतर्फ म गएँ फर्सीको मुन्टा टिप्न। अनि आज दिउँसोको भिडियो चाहिँ म भोलि अनि फेरि भोलि हाल्ने छु। सबैजनाले हेरेर माया गरिदिनु होला भन्न चाहन्छु। अनि म लागेँ मैले नुहाइधुवाइ गरेर, मेरो छोरी पनि उठिसकेको थिएँ। अनि मैले खाएँ जाउलो। थ्याङ्क यू फर वाचिङ, बाई बाई साथीहरू।